The Super Express Nozomi 69, departing at 14:46, bound for Hiroshima. Welcome back, guys. Hope you are doing well. Welcome to today's new vlog. Today we are traveling from Kyoto to Fukuoka. हामी चाहिँ लोकल ट्रेन चढेर जानुपर्ने हुन्छ सुरुमा, जसको लागि एकदम हतार भइसकेको थियो। त्यसैले हामी छिटो जाँदैछौँ। जापानमा ट्रेन एकदमै पङ्क्चुअल हुन्छ। हामी पुगेर टिकट लिँदा ओर्दा नै ट्रेन आइपुगिसकेको थियो र हतार गएको पनि फाइदा नै भयो। एकैछिन मात्रै ढिलो भएको भए पनि आजको हाम्रो ट्रेन छुट्यो, जसले हामीलाई 2-3 घन्टा अझ लेट बनाउँथ्यो। ट्रेन आइपुगिसकेपछि हामी ट्रेनमा चढ्यौँ र त्यहाँभित्रको इन्भाइरोमेन्ट एकदम राम्रो थियो, धेरै मान्छे थिएन। हामी बसेर गफ गर्दै पछाडिबाट टिकट चेक गर्नलाई आइपुग्नु भयो। सामान्यतया जापानमा टिकट चेक हुँदैन, तर यो चाहिँ अलिक टाढाको ट्रेन थियो, त्यसैले भयो। हामी यहाँ तोयोका भन्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ यहाँको मेन स्टेसन जस्तै हो। यहाँ चाहिँ हामीले टिकट लियौँ यहाँबाट हिमेजीसम्मको, र हिमेजीबाट हिरोसिमामा चेन्ज गरेर अनि हामी फुकुओका जाँदैछौँ। हिरोसिमा हामी हिमेजीबाट चाहिँ बुलेट ट्रेनमा जान्छौँ भने हिमेजीसम्म चाहिँ लोकल ट्रेनमा जानुपर्ने हुन्छ। हामीले यो लोकल ट्रेन चढिसकेपछि अर्को पनि एक ठाउँमा चेन्ज गर्नुपर्ने हुन्छ। हामी चाहिँ यहाँ केही बेर फुर्सद भएको र हाम्रो ट्रेनको यात्रा 3-4 घन्टाको हुने भएकोले केही सामानहरू किनेका थियौँ, खानेकुराहरू, र हामी सिटमा बस्न नपाउँदै उसलाई चाहिँ खाना सुरु गर्न मन लागिसकेको थियो, त्यसैले उसले खाँदै थियो। केही बेरको यात्रापछि हामी हिमेजी स्टेसनमा आइपुग्यौँ। हिमेजी स्टेसनमा आइसकेपछि अब हामी यहाँबाट बुलेट ट्रेन चढ्छौँ। जापानमा बुलेट ट्रेनलाई सिनखानसेन भनिन्छ, त्यो माथि लेखिएको छ। सिनखानसेनको यात्रा करिब 3 घन्टाको हुन्छ हाम्रो। The Super Express Nozomi 69, departing at 14:46, bound for Hiroshima. बुलेट ट्रेन आउँदैछ, रोकिन भाइ। Hanging on, walking tall. Some days I got no use for it all. Working hard, making less. Some days are bad, bad at best. I said to thinking I could make something. Plan every game except the lottery. Serving everybody else, told myself I'm free. Misery is a show we stayed up. भित्र छिरिसकेपछि भित्रको इन्भाइरोमेन्ट हेर्दा हामीलाई जेट प्लेनमा चढे जस्तो अनुभव भयो। सफा थियो र ठुला सिटहरू। हुन त म अघिल्लोचोटि पनि चढिसकेको थिएँ बुलेट ट्रेन भने, अहिले चाहिँ मेरो सेकेन्ड टाइम थियो र उसको चाहिँ फर्स्ट टाइम थियो। एक्साइटेड थियौँ हामी, रमाइलो पनि भइरहेको थियो।
जापानमा बुलेट ट्रेनको यात्रा गर्न रमाइलो हुन्छ। अलिकति महँगो चाहिँ छ। हामी चाहिँ अझ हाम्रो कारमा पुगिसकेका थिएनौँ, त्यसैले हामी अगाडि बढ्दै थियौँ। हामी चाहिँ 2 नम्बर कारमा जानुपर्ने थियो। यो चाहिँ 2 नम्बर कार हो र हामी चाहिँ एउटा सिट खोजेर यहाँ चाहिँ जानेर बस्दा पनि हुन्छ। नन रिजर्भ सिटको जुनसुकै सिटमा बस्दा पनि हुन्छ। यहाँ यो सिटमा 3 जना मान्छे थियौँ हामी र एकजना मान्छे छेउमा झ्यालमा बस्नुभएको थियो, एउटा जापानिज, र उहाँले चाहिँ तपाईँहरू 2 जना यता बस्नुहोस् भनेर ठाउँ खोजेर जानुभयो। र हामी चाहिँ ट्रेनमा बसेर बाहिर हेर्दै थियौँ, ट्रेन र बाहिरको स्पिड कम्पेयर गर्दै थियौँ। अचम्म लाग्ने कुरा, ट्रेन कति पनि हल्लिएको थिएन, कति आनन्द, एकदम स्मुथ प्लेनमा चढेको जस्तै अनुभव हुने। र मलाई अचानक यसको स्पिड कस्तो छ भनेर टेस्ट गर्नलाई एप्सबाट मैले नाप्न सुरु गरेँ। यो ट्रेनको स्पिड नियरली 300 km/hसम्म पुगेको थियो। त्यसपछि हामी हिरोसिमा ओर्ल्यौँ र हिरोसिमामा अर्को ट्रेन चढ्ने तर्खरमा हामी अर्को ट्रेनको स्टेसनमा आइपुगेका थियौँ। अब हामी यहाँबाट हिरोसिमाबाट फुकुओकाको हाकाता स्टेसनसम्म जान्छौँ। हाकाता स्टेसनसम्म जाँदाखेरि अब हामीले यहाँबाट ट्रेन चेन्ज गर्नुपर्ने हुँदैन। यो ट्रेन पनि प्याक नै थियो, त्यस्तो खाली थिएन। हामी चाहिँ अब यो ट्रेन चढेर फुकुओका झर्नेछौँ र यो भिडियोको लागि यति नै गरेँ मैले, र अर्को भिडियोमा बाँकी कुराहरू हाल्नेछु। सब्सक्राइब गर्न नबिर्सनु होला। हस् त, नमस्ते।